ले नै हान्छ किनकि अहिलेको अवस्थामा i8 अलिकति चलिरहेका छैनन् तर स्पोर्ट्सको देखिएको छ त्यो म 1-4 गए ल भरे स्पोर्ट्स 4-1 लोने राख्छ हजुर i8 1 हजुर ओके तपाईहरुको पनि प्रेडिक्सन अर्ली प्रेडिक्सन दिनु ओके हरिदामीलाई खेलाएको छ बिकज यहाँ त आइजिएल चाहिएन हरिदामी खेलेको देख्न पाइएन भन्दै थियो के साथीहरु ल देख्न पाइयो फाइनली चाहेको हैन त तपाईहरुले चाहेको त्यो ल आउँदैछ लेट्स गो ब्याङ बुङ ड्याङ डुङ हो के रे यो मोडमा त केटाहरु खेलेको छन् कि छैन थाहा छ कि छैन वाउ ग्राउन्ड गर्ने गरेका छन् भने चाहिँ अलिकति भए पनि आइडिया चाहिँ होला त्यही नै आश गर्न सकिन्छ इट्स 4v4 अल्टिमेट एरिना भनौं रेड स्पोर्ट्स भर्सेस i8 को बीचको ब्याटल रहनेछ जो जित्छ अगाडिपट्टि जानेछ यो टिडिएमहरु जुन खेलिन्छ यसको पनि प्राइस पुल छ त्यही भएर टिमहरुले जित्नको लागि कोसिस त पक्कै पनि गर्नै पर्ने हुन्छ गरेका पनि छन् स्काई नक भएका छन् सबैभन्दा पहिले नै मनदीपले पनि रेड स्पोर्ट्स जित्छ भन्दैछन् म पनि रेड स्पोर्ट्स जित्छ भन्दैछु बट पहिलो नक सायद पहिलो फिनिश पनि दोस्रो फिनिश पनि हो एउटै किल फिट रिपिट भयो त्यहाँ ओके दुईटा प्लेयर फिनिश ह एउटै किल नै त्यो नक भएको प्लेयरलाई पनि एकटामा देखाइरहेको रहेछ कि गुट्टुङ टुङ यहाँ नक निकाल्न सकिएन पहिलो पिस्तोल राउन्ड सायद हारिन्छ कि जस्तो छ रिस्पोर्ट्सबाट लास्ट प्लेयर बचेका छन् त्यहाँ नो फियर उनी माथि पुरै स्क्वाड चढ्यो त्यहाँ लास्ट म्यान स्ट्यान्डिङमा क्रिप्टो आएका थिए बट जित्यो i8 को तर्फबाट पहिलो पिस्तोल राउन्ड जितिएको छ अब हुन्छ असली राउन्ड सुरु अबको राउन्डमा चाहिँ हान्नै पर्ने हुन्छ म 1-4 भन्दै थिएँ एक त लिएर गइसक्यो अब यहाँबाट धराधर कमब्याक हान्नु पर्यो यहाँ हो र स्पोर्ट्सको टिमको तर्फबाट जित्नु पर्यो ब्याक टु ब्याक भनेर हेर्नै पर्ने अवस्था हुन्छ होला त कोन्साको प्रेडिक्सन मिलाउने खालको छु र मैले गरेको प्रेडिक्सन आकाश पातालको फरक हुन्छ त्यही पनि लेट्स सी ओभरअलमा इन्टरटेन हुनको लागि देखाइएको म्याचमा इन्टरटेनमेन्टको लागि जे भन्दा पनि भयो भने जस्तो लाग्छ मलाई चाहिँ यता i8 को टिमले राम्रो सुरुवात गरेका हुन् उनीहरूको तर्फबाट जितियो पहिलो ब्याटल त्यस पश्चात फेरि पनि ब्याटलमा इङ्गेज हुने कोसिस टिमको तर्फबाट रहने त छ नै थोरै डिस्टेन्स छ त्यो कुरालाई कभर गर्ने कोसिस हुँदैछ थोरै फ्ल्याङ्क एङ्गललाई पनि प्रायोरिटी दिन खोजिँदैछ थोरै प्लान गर्दै खेल्ने कोसिस टिमको तर्फबाट पक्कै पनि रहने त भयो यहाँ फाइनली सिपिले डाउन निकाल्दै त्यो एलिमिनेसन सेक्योर गर्ने बारेमा सोच्दैछन् उजमलाई उता डाउन निकालिएको छ एकपछि अर्को गर्दै यो पाली भने चाहिँ मौका नै दिइँदैन जस्तो छ एग्रेसनको साथमा हो र स्पोर्ट्सको टिमले जित्ने बारे सोच्दैछ भनेर देख्न सकिन्छ क्रिप्टो गन बी टेकन डाउन एज वेल अन्तिम एक प्लेयर मात्रै छन् त्यो प्लेयरलाई हेर्नुपर्नेछ उजाइफा हुन् सर्टगन लिएर उजाइफाले पनि धेरै गर्न सक्छन् यहाँ वी नो द्याट बट त्यो प्लेयरलाई पनि रोकियो निकालियो लबीबाट बाहिर सकियो अर्को राउन्ड सकियो र स्पोर्ट्सको टिमले यो राउन्ड भने चाहिँ जितेका छन् 1-1 को इक्वेसन हुन पुगेको छ अब फेरि अर्को राउन्डको लागि र स्पोर्ट्सको टिम जानुपर्ने हुन्छ ओपन फिल्डको यो सिल्ड लगाएर खेलिन्छ एक त अलिकति वेदरले पनि प्लेयर भिजिबल हुँदैनन् भने स्मोक चारैतिर छरिन्छ टिमको तर्फबाट र सिल्ड लगाएर खेल्ने कोसिस यहाँ हुन्छ हामीले देखिराखेका छौँ यो राउन्डमा पनि प्लेयरहरूले कसरी खेल्छन् भनेर लेट्स सी यो ब्याटल अब कसले जित्ने हो ओके एएसटी सँगको ब्याटलमा यो खाली जोन चाहिँ देखेको थियौं अथवा यो वाला मोड चाहिँ देखेको थियौं 1-1 मा स्कोर लाइन गइसकेको छ रेन छ भनेपछि एआर त्यहाँ आउने नै भयो कभर पनि त्यहाँ बनाइने नै छ बीचमा गाडी पड्किन थालेको त्यसले पनि कभर दिने होला नक निकालेको छन् बाइ द वे नोफियरले सबैभन्दा पहिलो हिजोबाट त जोसमा नै छन् साथी नोफियर थ्रोएबल्स गएको थियो त्यसले सायद हेल्प गरेन अर्को थ्रोएबल्स पनि हटदामी प्रिपेयर गर्दैछन् प्लेयर राइट साइडमा मुभ गरेको देख्न सकिन्छ थ्रोएबल्सले फेरि काम गर्नेछ फेरि प्लेयर क्रिप्टोलाई नक निकाल्यो अघि नेडले पड्काएको थियो अहिले यहाँ भकाभक नक निकालिएको छ यता स्पोर्ट्स पुसको लागि क्लोज भई आउने कोसिस त गर्दै थियो उजम रेडिसन ब्याटलको लागि उजमले पहिला निकाले त्यहाँ स्लिपीलाई बट इन्स्टेन्टली ट्रेड गरिएको छ स्काईको तर्फबाट लास्ट म्यान हुजाइफा बचेको देख्न सकिन्छ मौका नै दिएन स्काई गए पड्काइदिए एक शटगन 2-1 बनाइएको छ स्कोर लाइन डिआरएसले होरला त जितिसक्यो डिआरएसले लगभग 2 गेम बाँकी छ अझै बराबर पोइन्ट भइसक्यो होइन डिआरएसले एपिजीलाई भेट्नु पर्यो क्या आज एपिजीलाई आज भेट्यो भने चाहिँ भोलि चाहिँ अनि भिपीको पोइन्टलाई पछ्याउने हो क्या त्यही भनेर बसेको साउन्ड आउने जाउने भयो भने रिफ्रेस गर गाइस रिफ्रेस रिफ्रेस मोडहरु रिफ्रेस स्प्याम हान्देऊ न चिक्ने बुझ्दैन न नेपालमा मैले खै के हो
जितिहाल्यो नि ठिक छ त दाइ Let's go. स्लिपीले 6 किल हानेको हैटेले हानिरहेको छ है अरे हैटे खेलेको यहाँ भयो नि देख्न पाइयो अरे अनि हेर न अब त्यहाँ नो फेयर हैटेले हान त स्लिपी कभर दिइरहेछ हैटे ओए हैटेले हान्छ है हान्न त मुजी कडा हान्छ नि हैटेले यार ए तपाईँ भन्ने बित्तिकै देख्नु पनि दाइ अरू बेला मलाई भन्नुहुन्थ्यो नि दादा होइन भन्ने बित्तिकै गयो हेर्नु त